आज चाहिँ हजुरहरूलाई यो बिमलाले कति भिडियो हाल्छ सुत्न पर्दैन क्या हो सोच्नु भयो होला है साथीहरू। दिक्क नमान्नुला तपाईँकै बिमला हो म है। अनि म चाहिँ अघि सुत्न आएको थिएँ क्या, भिडियो पोस्ट गरेर सुत्छु। अब अहिले खाना खाँदैन, बिहान उठेर काममा जाँदा खाना खान्छु भन्ने सोचिरहेको थिएँ क्या। अनि फेरि अघि है आलु उसिने थिएँ, अनि आलु उसेर अचार बनाउन अल्छी लाग्यो क्या, अनि म सुतिहालेँ। दाल मात्र थियो नि त, अनि सुतेँ। त्यसपछि अनि फेरि भोक लाग्यो जस्तो भयो क्या, फेरि अचार बनाएँ। यो जापान आएदेखि बानी के बिग्रेको हो? मेरो बानी हो मेरो मात्र बिग्रेको हो कि सबैजनाको त्यस्तै भएको? के भने अचार चाहियो, के भनेपछि मासु चाहियो। यो दुईटा चिज नभएसम्म त भात घाँटीदेखि भित्र जाँदैन। अनि नेपाल आयो भनेपछि छोरी नेपाल आयो भने के गरी पाल्नुहुन्छ बुवा मम्मी? म त त्यही टेन्सनमा छु भन्ने थिएँ क्या। अनि गाइजहरू सबैले भिडियो दिक्क नमान्नुला कति हाल्छ भनेर टक्क हेरिदिनु होला। म चाहिँ भात खान्छु अब होइन, पोस्ट पनि गर्छु। नेपालकै अझ मसुराको गेरा हुन्छ नि त्यसको दाल हो, देखाउँदिनँ अहिले म होइन। अचार मात्र देखाएँ गाइज, अचार कि मासु नभए भने भात जान्न। बाई बाई गाइज, अब चाहिँ हाल्दिनँ म। गुड नाइट, लास्ट भिडियो भोलि आउँछ।